यस्तो हेर्दा नेपाल एयरलाइन्सको जहाज जस्तै देखिने यो नमुना हवाईजहाज हेर्दै धवन मार्गमा जस्तै पिच बाटोमा दगुरेर उडेको जहाज 10 मिनेटसम्म आकाशमा फन्को मारेर पुनः उडेकै ठाउँमा आएर ल्यान्ड गर्छ। यो नमुना हवाईजहाज रूपन्देहीको सियारी गाउँपालिका वडा नम्बर 7 गोठवा निवासी 19 वर्षीय करण मल्लहले बनाएका हुन्। उनी अहिले 19 वर्षका भए। आर्थिक अवस्थाकै कारण 6 कक्षासम्म मात्र पढेर पढाइ छाडेका उनले पुनः फेरि अहिले कक्षा 7 मा भर्ना भएका छन्। सानैदेखि विज्ञान सामग्री बनाउनमा रुचि भएका करणले 10-11 वर्षकै उमेरमा पानी जहाज बनाएर पोखरीमा चलाउने, ब्याट्रीबाट बत्ती बाल्ने, पाउडर र स्याम्पूको बट्टाबाट पङ्खा जस्ता उपकरण बनाइराखेका हुन्थे। एकपछि अर्को सफल हुँदै गएपछि 2 वर्ष अगाडिबाट उनले नमुना हवाईजहाज बनाउन सुरु गरे। सुरुमा बनाएका केही हवाईजहाज कुद्ने तर नउड्ने भए, तर उनले हार खाएनन्। कयौँ हवाईजहाज बनाइसकेपछि परीक्षणका क्रममा आगो लागे, कोही टुटफुट भए। उनले अझै हरेस खाएनन्। उनलाई थाहा थियो कि एक दिन त पक्कै पनि सफल हुन्छु भन्नेमा। तर यो नेपाल एयरलाइन्सको प्रतिलिपि जस्तै देखिने नमुना हवाईजहाज 13औं पछि 14औं नम्बरमा बनेको हवाईजहाज हो। सपना पुरा गर्न ठुलो स्रोत भन्दा पनि ठुलो सोच, दृढ इच्छा शक्ति र निरन्तर प्रयास आवश्यक हुन्छ भन्ने उदाहरण करणले प्रस्तुत गरेका छन्। करणका कोठामा चाङ लगाएर राखिएका यी कापीमा करणले देखेको सपना कोरेका छन्। सानो सानो हवाईजहाजदेखि अन्तरिक्षमा पुग्ने रकेटसम्मको चित्र कापीमा कोरेका छन्। करणले यसै गरी पहिला कापीमा कोर्ने अनि सामान जुटाएर यी यस्ता उपकरण बनाउने गरेको करणले बताएका छन्। कमजोर आर्थिक अवस्थाकै कारण पढ्न छाडेका करणले यो हवाईजहाज बनाउने बेलासम्म 2 लाख बढी ऋण खोजिसकेका छन्। सीमित स्रोत र अनेकौं चुनौतीका बीच पनि उनको आत्मविश्वास कहिले डगमगाएन। सायद धेरैका लागि यो केवल एउटा सानो नमुना हवाईजहाज मात्र हुन सक्छ, तर करणका लागि यो सपना, सङ्घर्ष, धैर्यता र आत्मविश्वासको प्रतिफल हो। कापीका यी हरेक पाना, जहाजको पखेटा, चक्का र हरेक सानो सानो भागमा करणको पसिना, मेहनत र भविष्यप्रतिको आशा जोडिएको छ। 3 केजी तौल, 6 फिट लम्बाइ र 6 फिट चौडाइको यो हवाईजहाज बनाउन करणले 50,000 बढी खर्च गरिसकेका छन्। करणले यही कोठामा रातको 3 बजेसम्म बसेर कहिले पानी जहाज त कहिले हवाईजहाज बनाएर बस्ने गरेको करणले बताएका छन्। तराईको यो गर्मी तर रातको 3 बजेसम्म सपना, आशा र भविष्य कोर्ने यो कोठामा आर्थिक अवस्थाकै कारण करणले पङ्खा समेत जडान गर्न सकिरहेका छैनन्। तर करणले प्रमाणित गरिसकेका छन् कि अवसरको अभावले प्रतिभालाई रोक्न सक्दैन। यदि मनमा केही नयाँ गर्ने, अठोट र देशका लागि केही योगदान गर्ने भावना जबसम्म जीवित रहन्छ। उनले भने सुरुमा बुवा आमाले गाली गर्नुहुन्थ्यो, तर अहिले मनले त सहयोग गर्नुहुन्छ, तर परिवारको आर्थिक अवस्था राम्रो छैन। आर्थिक स्रोत हुने हो भने अझ धेरै ठुला उपकरण बनाउन सक्थे, करणले बताएका छन्। करणको प्रयासलाई उचित प्रोत्साहन, सहयोग र अवसर प्राप्त भएमा भोलिका दिनमा यही माटोमा जन्मिएका प्रतिभाहरूले विश्वसामु नेपालको नाम अझ उच्च बनाउनेछन्। अन्त 2 लाख रुपियाँ पैसा चाहिँ कहिले बाबाले मम्मीले दिनुभयो? ऋण निकालेर बनाएको। ऋण निकालेर एरोप्लेन बनायो। यो बनाउनु पर्छ भनेर चाहिँ कसरी लाग्यो मनमा चाहिँ तिमीलाई, यो म एरोप्लेन बनाउँछु भनेर चाहिँ? हाम्रो देश यो टेक्नोलोजीमा एकदमै पछि छ। सबैलाई नमस्कार। म करण मल्ल, सियारी 7 गोठवाको करण मल्ल। म यो एरोप्लेन बनाएको। कति समयसम्म उड्न सक्ने बनाएको? यो 30 मिनट। कति खर्च लाग्यो, कति भयो यो बनाउन लाग्यो? 50,000 यसमा लागेछ। यसले के कसरी यो काम गर्छ? थर्माकोलको बनाएको मैले। अनि यसमा ब्रसलेस मोटर हो 920 केबी को, अनि 3S ब्याट्री हो, अनि 10 इन्चको प्रोपेलर हो यसको। अनि यसमा MG90 सर्बो मोटर युज गरेको छु। पहिला डिजाइन गरेर कापीमा, अनि त्यसपछि यो बनाउँछु आफै। यो बनाउनु पर्छ भनेर चाहिँ कसरी लाग्यो मनमा चाहिँ तिमीलाई, यो म एरोप्लेन बनाउँछु भनेर चाहिँ? हाम्रो देश यो टेक्नोलोजीमा एकदमै पछि छ। अनि यो टेक्नोलोजी बनाउँदाखेरि नेपालमा म्यानुफ्याक्चर हुन्छ, अनि नेपालमा रोजगार पनि बढ्छन्, अनि नेपालमा पनि यस्तो मेसिन हुन्छन्।
त्यही भएर मैले बनाउँछु भनेर गरेको यस्तो। योभन्दा पहिला के बनाउँथ्यौ यो एरोप्लेन बनाउनुभन्दा पहिला? कार जस्तो कार भयो अनि आरसी बोट भयो त्यो बनाउँथेँ पहिला। कार जस्तो कार 5-6वटा बनाइसकेको छु सानोमा। सानैबाट बनाउँथ्यो यस्तो चिजहरू? सानैदेखि बनाउँथेँ अनि अहिले यो 16 वर्षको उमेरमा मैले त्यो एरोप्लेन बनाएँ उड्न खालको। योभन्दा यो 14औं पटक भनौँ, योभन्दा पहिला पनि 13वटा यस्तो एरोप्लेन नै बनाएको थियौ? अहिलेसम्म कति लगानी गरिसक्यौ नि यस्तो एरोप्लेन बनाउँदाखेरि? 2 लाख भन्दा माथि। 2 लाख भन्दा माथि? अन्त 2 लाख रुपियाँ पैसा चाहिँ कहिले बाबाले मम्मीले दिनुभयो? ऋण निकालेर बनाएको। ऋण निकालेर एरोप्लेन बनायो? अनि बाबाले मम्मीले के भन्नुहुन्छ त? के भन्नुहुन्न, बोल्नुहुन्छ यस्तो फाल्तुमा यसमा किन खर्च गर्छौ यस्तो भन्छन्। जस्तै यसमा प्रयोग भएको सामानहरू छ नि, यो सामानहरू चाहिँ तिमीले कहाँबाट लिएर आयौ? कति दुःख भयो यो सामानहरू जम्मा गर्न? यो म जयपुरबाट मगाएको। पहिला सुरुमा बनाउँदाखेरि मैले काठमाडौँबाट मैले ल्याएको थिएँ अनि अहिले यो जुन छन् मोटरहरू मैले जयपुर गएर ल्याएको। जयपुर इन्डिया? आफै गरेर लिएर आयो? आफै। कोही काठमाडौँ, कोही इन्डिया, अरू चाहिँ नेपालबाट हो? जस्तै यो फर्महरू चाहिँ के को हो? यो थर्माकोल हो, जुन माछा बेच्छन् त्यहाँ थर्माकोल आउँछ, त्यही थर्माकोल हो। यो पनि किनेर लिएर आएको? यो थर्माकोल मात्रै मैले 12,000को ल्याएको छु। थर्माकोल भनेको यो सेतो देखिएको फर्म चाहिँ होइन? फर्म। यो यसको वेट चाहिँ को छ? यसको तौल कति गरुङ्गो छ? यो 3 केजी छ। 3 किलो छ यो है? यो हलुङ्गो भयो भने के हुन्छ, अलिक गरुङ्गो भयो भने चाहिँ के हुन्छ नि? हलुङ्गो भयो भने राम्रो उड्छ। ए हलुङ्गो भएको राम्रो हो? हलुङ्गो किन चाहिँ राम्रो हुन्छ यो? यो जस्तो कि यो यसको थ्रस्ट 1 केजी छ एउटा मोटरको, अनि 2टा मोटरबाट 2 केजी 2.5 केजीसम्म राम्रोसँग उडाउनु मिल्छ। अनि मेरोमा त 3 केजी छ, त्यही पनि उड्छ यो। 3 केजी भए पनि उड्छ होइन? जस्तै अब हलुङ्गो भयो भने बत्ताउने हुन्छ? गर्न पाइन्न, अनि रनवेबाट बल्ल उड्न सक्छ यो। तिमीलाई जस्तै अरू नयाँ कुराहरू बनाउन अथवा यही एरोप्लेनलाई अलिकति एडभान्स तरिकाले बनाउनको लागि के भइदियो भने तिमीलाई चाहिँ सजिलो हुन्थ्यो? सहयोग पाएपछि त बनाउन सक्छु अझै नयाँ कुरा, एरोप्लेन, ड्रोन यस्तो अझै राम्रो बनाउन सक्थेँ। तान्छ यसरी गर्दै। जस्तै करण, अब तिमीले अब जस्तै अहिले योभन्दा अगाडि पनि यो 14औं नम्बरमा हो, योभन्दा अगाडि पनि 13वटा यस्तो हेलिकप्टर बनाइसक्यो होइन? अब यो ड्रोनको, रकेटको तिमीले ड्रइङ गरेका छौ। अब के गर्ने हो त? भोलि बिहान चाहिँ के सोचेछौ? अब यस्तै ड्रइङ गर्ने अथवा यस्तै फर्मको अझै यस्तै हेलिकप्टरहरू बनाउने हो कि के छ त भोलि बिहानको तिम्रो चाहिँ प्लान? अब के छ, के गर्ने? मेरो भविष्यको प्लान स्पेस एक्सप्लोरेसन हो। मैले अन्तरिक्षमा काम गर्छु र मार्स जुन प्लानेट छ नि, मार्स र मुन, त्यसमा मैले जस्तो यो अर्थ छ त्यो अर्थको त्यस्तो सिस्टम जुन यसमा बस्छ नि मान्छेहरू, त्यहाँ पनि मैले पठाउँछु। अनि त्यसको जस्तो यहाँ वातावरण छ त्यहाँ पनि त्यस्तै सेम बनाउँछु। त्यो मेरो प्लान हो। अनि नेपालमा मैले केही साल पछि मैले नेपालमा प्राइभेट रकेट कम्पनी बनाउँछु। रकेट कम्पनी र एरोप्लेन कम्पनी म बनाउँछु नेपालमा। त्यो चाहिँ कसरी सम्भव हुन्छ त? तिमी अब अलिकति आर्थिक रूपमा अलिकति कमजोर छु भनेर भन्छौ, अनि यही हेलिकप्टर बनाउन तिमीले अथवा तिमीले योभन्दा अगाडिका गरेका कामहरू गर्न पनि तिमीलाई 2 लाख रुपियाँ ऋण खोज्न पर्यो भनेर भन्छौ। तिमीले जुन भनेको छौ अहिले त्यसको लागि चाहिँ कति सम्भव होला? कसरी चाहिँ सम्भव हुन्छ त्यो चाहिँ? अब जस्तो कि कसैले सहयोग गर्न सक्नुहुन्छ भने मलाई 60 लाख 30 लाख गरे पनि हुन्छ। मैले एकचोटि गरिदिनु भयो, मैले त्यो डबल पनि दिन्छु। म पनि कमाएको छु अनि उहाँ पनि कमाउनुहुन्छ, त्यस्तो पनि हुनसक्छ। भनेको तिमीसँग सिप छ, आर्थिक छैन। आर्थिक भइदियो भने चाहिँ सहज हुन्थ्यो यसमा अगाडि बढ्न भन्ने हो।
यो आर्थिक स्थिति मेरो कमजोर छ अनि त्यो भइदियो भने मैले अझै छिटो काम गर्थेँ नेपालमा अनि आफै गर्छु भने 10-15 साल समय लाग्छ पछि गर्छु भने। मैले अहिले रकेटको डिजाइन गरेको छु अनि ड्रोनको पनि अनि एरोप्लेनको पनि बनाएको छु अनि म एरोप्लेन रियलको बनाउन सक्छु लगानी पाएपर। कस्तो खालको बनाउन सक्छौ नि? जस्तो कि कार्बन फाइबर एल्युमिनियम स्टिलको जुन हुन्छ नि रियल त्यस्तोमा मैले बनाउन सक्छु। अनि ड्रोन चाहिँ ड्रोन चाहिँ 200 केजीसम्म उडाउन सक्ने बनाउन सकिन्छ? कसरी सम्भव छ त्यो चाहिँ? त्यो सम्भव छ। मैले 3 साल त्यसैमा रिसर्च गरेको अनि सबै डिजाइन सबै बनाइसकेँ हजुरलाई देखाएको। 200 केजी बोकेर हिँड्न सक्ने? उड्न सक्ने। जस्तो कि त्यो हाम्रो पहाड उता छन् त्यो बारिसको समयमा औषधि पुर्याउन केही पनि बाटो राम्रो हुन्न त्यो हावामा उडेर एकदमै राम्रोसँग पुर्याएर फेरि औषधि जे पनि अनि एग्रिकल्चर ड्रोनहरू जस्तो भयो त्यो खेतहरूमा कृषि गर्नको लागि त्यो पनि गर्न सकिन्छ। त्योबाट दबाई छिर्कनको लागि के हजुर स्प्रे गर्नको लागि। कति लगानी भयो भने चाहिँ हामीले त्यस्तो खालको ड्रोन बनाउन सकिन्छ नि? त्यस्तो त धेरै लाग्छ तर मैले एकचोटि मैले लगानी पाएपर मैले त्यो आफ्नो बनाउँछु प्रयोगशाला अनि त्योबाट मैले इन्कम गरेर अनि मैले यस्तो बनाउँछु। कति जति लगानी भयो भने बनाउन सकिन्छ होला? 30 लाख जति। 30 लाख चाहिन्छ? एकचोटि लगानी दिए पर म पछि त्यो फिर्ता पनि दिन सक्छु त्यसको डबल अनि मैले 5-6 सालमा अनि त्योबाट कमाएर मैले आफ्नो ल्याब बनाउँछु अनि त्यसमा आफै रिसर्च गर्छु अनि बनाउँछु। अनि त्यसरी रकेटहरूको पनि बनाएको देख्छौँ हामीले होइन? के छ कस्तो खालको रकेट हो यो चाहिँ? कति उड्न सक्ने खालको? यो अहिले जस्ट नमुना मैले देखाउनको लागि कति 21 किलोमिटर माथि गएर आफै ल्यान्डिङ हुने खालको यस्तो रकेट बनाउन सक्छु। 21 किलोमिटर माथि जान सक्छ? गएर फेरि आफै त्यही ठाउँमा ल्यान्डिङ हुन्छ। तर अहिलेसम्म नेपालमा त बनाएको छैन त्यस्तो खालको? नै कहीँ बनाएको छैन। त्यो सम्भव छ? सम्भव छ। मैले त्यसको सबै डिजाइन कुन मेसिन लाग्छ सबै मैले थाहा छ सबै छ। कसरी थाहा पायो नि तिमीले? कसरी रिसर्च गर्यौ? मैले खास मेसिनहरू गुगलबाट सर्च गरेर मेसिनको मात्रै सर्च गरेको छु अनि कसरी जोड्ने बनाउने त्यो त देखाउँदैनन् त्यो आफै गर्ने हो। मेसिनको मात्रै रिसर्च गरेको गुगलमा। जुन एउटा तिमीले एरोप्लेन हातमा लिएर बसेको छौ होइन यो एरोप्लेन बनाउँदाखेरि चाहिँ के सामानहरू चाहिँ यसमा प्रयोग भएको छ? जस्तै यसमा अब यो यसको के अरे टायर खुट्टा भयो होइन त्यसपछि पङ्खाहरू छ यो फर्महरू जस्तो के छ यसमा? यसमा ब्रसलेस मोटर छ अनि यो प्लास्टिकको यो प्रोपेलर हो अनि यो यसमा ब्याट्री छ लाइपो ब्याट्री 3S 11.1 भोल्टको अनि 6200 mAh को छ ब्याट्री यसमा।